हे भक्तजन, जब कसैले आत्मासँगै भक्ति गर्छ त्यो शरीरभन्दा परको कुरा बन्छ। गाउँ उज्यालो बनेको थियो। त्यस युवकले दुखीलाई सहारा दिएको थियो, बिरामीलाई उपचार, अनाथलाई माया र सबैलाई मेरो सम्झना दिलाएको थियो। तर एक बिहान उठिएन, न त ओछ्यानमा न त आँगनमा। कुनै चिन्ह थिएन, कसैले केही थाहा पाएन। गाउँका बुढापाका केटाकेटी सबैजना मेरो थानमा आइपुगे र सोधे, हे माता, ऊ कहाँ गयो? तपाईँ नै बताउनुहोस्। मैले केही बोलिन, तर थानमा राखिएको दीप आफै बल्यो, फूल आफै हल्लियो। सबैले मौन सम्झे। ऊ गएका छैन, ऊ त तपाईमा मिलिसकेको छ। म पाथिभरा माता कहिलेकाहीँ मेरो सेवकहरू शरीरमा होइन, साक्षात प्रकाशमा परिणत भएर ममै विलीन हुन्छन्। आगामी भागहरू हेर्न चाहने भक्तजनले यो पेजलाई फलो गरी भिडियोलाई शेयर गरेर जोडिनुहोस्।